नमस्ते साथी हो। अनि म पुगे अहिले बेहुलाको घरमा। अनि हाम्रो बेहुला नानीलाई यहाँ हेर्नु सक्नुहुँदैछ तपाईहरु। पुरा टीका सिका लगाइदिनु हुँदैछ। किन लगाइदिनु हुँदैछ भन्दा आज बेहुली ल्याउनु हिँड्नु आट्नु भएको छ अनि हामी सबैजना मिलेर जन्ती जानु आँटेको छौं साथी हो। यहाँ हेर्नु सक्नुहुँदैछ तपाईहरु कति धेरै मान्छे हुनुहुन्छ। हाय भन्नु। हाय मामा रेडी। फाइनली हाम्रो जन्तीका टीका पनि रेडी लगाइदिनु हुँदैछ। यहाँ सबैजनालाई जन्तीका टीका, यहाँ हाम्रो गुरुजीलाई पनि लगाइदिनु हुँदैछ जन्तीको टीको। यहाँ हेर्नु सक्नुहुँदैछ तपाईहरुले। म पनि जन्तीको टीका लगाउँदैछु किनकि म पनि जाने जन्ती साथीको बेहुली ल्याउनु। साथी हो हामी चाहिँ सबैजना मिलेर गाडीमा उठ्यौं जन्तीको लागि। जन्ती कहाँ हो भन्दा गम्मिरी अरे 3-4 घण्टा लाग्छ होला साथी हो। अनि वहाँ के जाति हुन्छ तपाईहरुलाई पुरा देखाउने छु, हेर्दै जानु। 3-4 घण्टाको सफर गएर फाइनली साथी हो सबैजना हामी चाहिँ रामेरी नै बेहुलीको गाउँमा पुग्यौं। अनि यसरी एन्ट्री भयो बेहुलाको। हामी जाँदैछौँ अब बेहुलीको घर। फाइनली साथी हो यहाँ हेर्नु सक्नुहुँदैछ तपाईहरु कति राम्ररी पेन्डेल सजाएर राख्नु भएको छ हाम्रो लागि किनकि हामी जन्ती हो। अनि हामी फाइनली बस्यौं चौकीमा बस्यौं बेहुलीको घर। अनि यहाँ हेर्नु सक्नुहुँदैछ दादाहरु पनि आउनुभयो कति राम्रो साथी हो। यहाँ हेर्नु सक्नुहुँदैछ तपाईहरु यहाँ नियम फेरि स्टार्ट भयो बेहुलाको बेहुलीपट्टिबाट है। हामी त चाय पुग्यो अब चाय पिउने हैन भन्नु न। अरे भाई चाय तो खाली है, गिलास तो खाली है भाई। वाओ मजा लाग्दैछ खाली गिलास। चाय सुँगेर चाहिँ मजा लाग्दैछ। ब्रो चाय कस्तो लाग्यो? एकदम एक नम्बर ने करेक्ट चाय। चाय कस्तो लाग्यो? चाय करेक्ट चाय। खाना टेबलमा आइपुग्यौँ हामी अनि सबैजना खाना खानु पर्छ। ओ भाइ ओ सुरज भाइ भोक कतिको लागेको छ भन्दै नि? मेरो कतिको पनि लागेको नि। गजब बेइज्जती है। फाइनली साथी हो हेर्नु सक्नुहुँदैछ तपाईहरु बेहुलाको बेहुलीको एन्ट्री भयो यहाँ। अनि साथी हो यहाँ चाहिँ टीको लगाए गोरा धुवाई हुँदैछ साथी हो। यहाँ के गिफ्ट ल्याउनु भएको छ सबै आफ्नो फ्यामिलीले यहीँ दिनुहुन्छ टीको लगाइदिएर गोरा धोएर अनि गिफ्ट दिनुहुन्छ। अनि साथी हो यहाँ चाहिँ जन्ती पार्टीको डान्स अनि हाम्रो ब्रोहरूको डान्स यहाँ हेर्नु सक्नुहुँदैछ तपाईहरु बहुत मजाको डान्स। अनि साथी हो हामीहरुको यज्ञको नियम चाहिँ अब चल्दैछ साथी हो। यहाँ हेर्नु सक्नुहुँदैछ तपाईहरु टीको लगाइसकेर हाम्रो यज्ञको नियम चल्दैछ साथी हो।
अनि साथी हो यो चाहिँ बिदाईको टिको लगाइदिनु हुँदैछ सबैजनाले। यो चाहिँ लास्ट मोमेन्ट हो अनि त्यो सिन्दुर लगाउने मोमेन्ट चाहिँ म थिइनँ, म अर्कैतिर गएको थिएँ र साथी भिडियो गर्नु पाइनँ। सो यो बिदाईको टिको हेर्नु सक्नुहुँदैछ, सबैजनाले लगाइदिनु हुँदैछ। अनि यो यस्तो एउटा मोमेन्ट हो कि छोरी मान्छेको लागि जो आफ्नो घर हुर्केको घर छोडेर अर्काको घरमा जानु पर्दैछ। यो बिदाईको टिको भन्दा उहाँहरूलाई मात्रै थाहा हुन्छ यो दुःख कस्तो दुःख हुन्छ नि।